होइन हौ साथीहरू, यो बैङ्कवालाहरूलाई के भएको छ? गर्न खोजेको चाहिँ के हो? सेवा लिने सेवाग्राहीलाई यस्तो अभद्र व्यवहार किन? के बैङ्कमा इन्टर्न गर्दाखेरि बैङ्किङ आचार संहिता सिकाइन्छ वा सिकाइँदैन होला? कामको प्रेसर धेरै हुन्छ, मेन्टली र फिजिकली टेन्सन हुन्छ, त्यो हामी बुझ्छौँ। त्यसको मतलब त्यो होइन कि कामको फ्रस्ट्रेसन सेवाग्राहीमाथि निकालियोस्। आज म कुनै हल्ला होइन, मेरो आफ्नै अनुभव सुनाउँदैछु। म 2083 साल वैशाख 7 गते लक्ष्मी सनराइज ब्याङ्क सल्ली बजार शाखामा काम विशेष पैसा निकाल्न गएको थिएँ। आमालाई कामले व्यस्त भएकाले उहाँले आफ्नो खाताको पैसा निकाल्दिन भनेर मेरो नाममा चेक काटेर पठाउनु भएको थियो। बैङ्क पुग्दा टोकन सिस्टम रहेछ, यो कुरा मलाई असाध्यै मन पर्यो। नियम पनि भर्खर लागू भएको रहेछ, अरू ठाउँमा त पहिले पनि भइसकेका थियो, सल्ली बजारमा भर्खरै भएको रहेछ। टोकन काटे पालो धेरै लामो थियो। 59 जनापछि मेरो टोकन नम्बर 120, समय 12:39। म पर्खिएँ 1 घन्टा 2 घन्टा, झन्डै 3:30 बजी मेरो पालो आयो। चेक देखाएँ, जवाब आयो, सिग्नेचर मिलेन। यो उहाँहरूको काम कर्तव्य हो, त्यो पनि हामी बुझ्छौँ। उहाँहरूले सिग्नेचर नमिले पैसा दिन मिल्दैन, झन् त्यो अर्काको नामको खाता भयो त। तर पनि मैले विनम्र रूपमा अनुरोध गरेँ, म्याम आमा आउन सक्नुहुन्न, म उहाँकै छोरा हुँ, पैसा इमर्जेन्सी छ, मेरो खाता पनि यही ब्याङ्कमा छ, इनकेस त्यस्तै केही समस्या पर्यो भने म पूर्ण रूपमा जवाबदेही हुनेछु भनेर पनि भने। तर मलाई बुझ्ने प्रयास भएन, जनरूप व्यवहार भयो। हुँदैन, आमालाई लिएर आउनुहोस्, जानुहोस् भन्नुभयो। ओके, मैले त्यहाँ धेरै केही बोलिनँ। म फर्किएँ। कारणवश त्यस दिन म आमालाई लिएर आउन सकिनँ। तर अर्को दिन 2083 साल वैशाख 8 गते आमालाई लिएर फेरि बैङ्क पुगेँ। काउन्टर नम्बर 1 मा गएँ। मैले भने, सर, हिजो सिग्नेचर नमिलेर फिर्ता गरिएको चेक हो, आमालाई लिएर आएको छु, कृपया मात्र भनेको थिएँ। कुरा नसकिँदै जवाब आयो, टोकन लिएर आउनुहोस्। इभन मेरो प्रब्लम त सुनिदिनु पर्थ्यो नि त राम्रोसँग। मैले फेरि अनुरोध गरेँ, सर, हिजो 2.5 घन्टा वेट गरेर बस्दा पनि काम भएन, अहिले 5 मिनटको काम हो, प्लिज मिलाइदिनुहोस्। भन्दा पनि उहाँहरूले कुनै पनि प्रकारको मानवताको सानो ठाउँ देखाउनु भएन। बरु ठुला कुरा, थर्काउने शैली, अभद्र व्यवहार, जानुस् टोकन लिएर आउनुस्। अब प्रश्न के उठ्छ, बैङ्कमा नियम पालना हुनुपर्छ, ठिक हो, त्यसमा हामी पनि 100% सहमत छौँ। तर के सेवा दिने तरिका यति कठोर हुनुपर्छ र? 2.5 घन्टा पर्खिएको सेवाग्राहीलाई अर्को दिन पनि उही लाइनमा राख्नु नै समाधान हो? इमर्जेन्सी अवस्था बुझ्नु, सेवाग्राहीलाई सम्मान गर्नु, यो पनि त सेवा नै होइन र? नियम र व्यवहार दुवै सन्तुलनमा हुनुपर्छ। आज मेरो साथमा भएको यो अनुभव भोलि अरू कसैसँग नहोस्। त्यसैले सम्बन्धित निकायले यस्ता व्यवहारमा ध्यान दिनु जरुरी छ। साथीहरू, तपाईँहरूमध्ये कसलाई यस्तो व्यवहार झेल्नु परेको छ? आफ्नो प्रतिक्रिया कमेन्टमा राख्नु।